बितेको 4 वर्षमा एउटा दूतले देखेको जापान। जापानको टोकियोमा गरिएको संवाद राजदूत डाक्टर गणेश योन्जनसँगको। नमस्कार, स्वागत छ दर्शकहरू। म प्रेम बानिया र म यति बेला छु जापानको राजधानी टोकियोमा र टोकियोमा रहेको नेपाली राजदूतावासमा। आज यो कार्यक्रममा हामी खास गरी द्विदेशीय सम्बन्धको चर्चा गर्नेछौँ र द्विदेशीय सम्बन्धमा पनि हामीले गर्न सके नसकेका केही अनुभवहरू सङ्घेल्नेछौँ। र हामीसँग हुनुहुन्छ यति बेला यहाँ रहनुभएका राजदूत डाक्टर गणेश योन्जन र हामी उहाँसँग द्विदेशीय सम्बन्धलाई केन्द्रित गरेर कुराकानी सुरु गर्नेछौँ। आजको कार्यक्रममा स्वागत छ यहाँलाई। धन्यवाद। र झन्डै 4 वर्ष पुग्न लागिसक्यो क्यारे? हजुर। कसरी बितिरहे जापानका दिनहरू? अब समग्रमा भन्दाखेरि चाहिँ एकदमै रमाइलो, एकदमै राम्रो सिकाइहरू भइरहेका छन् र समय गएको चाहिँ नै पत्तै भएको छैन। मेरो यो 4 वर्ष करिब पुग्न लागेको यो कार्यकाल पनि हिजोका हाम्रा जुन सम्बन्धहरू छन् हैन, एउटा सुमधुर जुन सम्बन्धहरू छन् त्यो सम्बन्धलाई चाहिँ नै अझ विकसित गर्ने र अझ त्यसलाई चाहिँ नै त्यो सम्बन्धलाई अझ चाहिँ नै बढाउने यो एउटा प्रक्रिया अन्तर्गत नै हेर्दाखेरि चाहिँ नै म आफू चाहिँ नै मेरो यो 4 वर्षको मेरो यो कार्य चाहिँ नै जे जति उपलब्धिहरू हासिल भएका छन् त्यसमा म सन्तुष्ट छु। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध जति पुरानो भए पनि यसले एक अर्कालाई भन्नु उपलब्धिमूलक ढङ्गले जान नसकेको भन्ने आलोचना वर्षौंदेखि नै छ। त्यो चाहिँ जस्तो नेपालले आफ्नो पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्न नसकेर जापानी पर्यटकहरू त्यहाँ लैजान नसकेको होला एकातिर, अर्कोतिर जापानसँग सहयोग लिनको निम्ति नेपालले गर्ने प्रयासहरू सम्बन्ध बलियो बनाउन नसकेको होला। यसका कारणहरू धेरै होला। तर तपाईले झन्डै 4 वर्ष बिताइसक्दा मूलभूत कुराहरू, नेपाल र जापानको सम्बन्धका मूलभूत कुराहरू के हुन्? जापानसँग नेपालले लिनुपर्ने अथवा सिक्नुपर्ने पाठहरू के होला? अब जापानबाट सिक्नुपर्ने पाठहरू चाहिँ नि अब धेरै छन् हैन। अब यसलाई क्याटेगोरिकली भन्नु पर्दाखेरि चाहिँ नि जापान एउटा प्रविधिको हिसाब हैन, जापानको प्रविधिलाई चाहिँ नि हामीले नेपालमा लानको लागि हैन, त्यो अझै चाहिँ नि धेरै त्यो प्रविधिहरू नेपालले चाहिँ नि लिन सकिन्छ हैन। अर्को चाहिँ नि जस्तो अब टुरिज्मको कुरा गरौँ हैन, टुरिज्मको कुरामा चाहिँ नि अब जापान चाहिँ नि मोर देन हैन 70% चाहिँ नि अब बुद्धिस्ट आस्था राख्ने मान्छेहरू रहेको मुलुक हो हैन। अब जबकि अब नेपाल त्यही मान सपुत गौतम बुद्धको जन्मस्थल भएको मुलुक हो र यसलाई अलिकति एउटा स्ट्र्याटेजिकली हैन, एउटा रणनीतिक ढङ्गले चाहिँ नि यसको प्रचार प्रसार गर्ने कुराहरूलाई चाहिँ नि हामीले अलिकति बढाउनै पर्छ। म यही बेला अलिकति यहाँलाई रोकेर जस्तो नेपालमा बुद्ध जन्मिएका भनेर हामीले भन्दै गर्दा पनि जापानमा चाहिँ कतिपय न्युजपेपरमा पनि आयो भन्ने पनि सुनियो र अब यहाँको कोर्समा पनि छ रे कतिपय अवस्थामा गौतम बुद्ध चाहिँ भारतमा जन्मिएका हुन् जसरी प्रचार भइरहेछ अरे नि। यसलाई रोक्नको निम्ति यहाँले गर्ने प्रयास के गर्नुभयो? 1-2 पत्रिकाहरूले चाहिँ नि अब जस्तो जापान टाइम्सले नै भनौँ, यहाँको एउटा स्थापित पत्रिकाले चाहिँ नि गौतम बुद्ध चाहिँ नि अब प्रिन्स अफ इन्डिया भनेर चाहिँ नि त्यो एउटा आर्टिकल त्यहाँ छापेको देखियो हैन। त्यसपछि तुरुन्तै चाहिँ नि त्यसको खण्डन चाहिँ नि हामीले गर्यौं र त्यो खण्डन गरिसकेपछि उहाँहरूले त्यसमा चाहिँ नि क्षमा याचना पनि गरियो, त्यो लिखित रूपमा नै हैन। अब त्यसले पनि एउटा खालको एउटा अवेरनेस
चाहिँ गरायो। यो गौतम बुद्ध चाहिँ नि यो प्रिन्स अफ इन्डिया होइन रहेछ, गौतम बुद्ध चाहिँ प्रिन्स अफ नेपाल भनेको त्यो पत्रिकाको जापान टाइम्सको चाहिँ हेडलाइनमै लेखिएको थियो होइन? हेडलाइनमा भन्दा नि त्यो थर्ड पेजमा चाहिँ नि त्यो गरिएको छ। म तपाईँलाई त्यो उपलब्ध गराउँछु होइन। अब त्यसै गरिकन अब यसलाई चाहिँ एउटा क्याम्पेनको रूपमा लानुपर्छ भन्ने मलाई लाग्छ। बुद्धलाई चिनाउनको लागि, बुद्धलाई जापानमा चिनाउनुको लागि चाहिँ नि, अथवा बुद्धलाई चिन्छन्, बुद्ध को हो भन्ने कुरा, बुद्धका सिद्धान्तहरू, बुद्धका चाहिँ नि मूल्य मान्यताहरू होइन, बुद्धका आदर्शहरूका कुराहरू मान्छेले बुझेका हुन्छन्, तर बुद्ध नेपालका चाहिँ नि महान पुत्र हुन् भन्ने कुरामा चाहिँ नि चिनाउनु चाहिँ बाँकी। त्यो बाँकी भन्दा नि अब त्यसलाई अझ व्यापक गराउनु पर्छ जस्तो मलाई लाग्छ। त्यसलाई एउटा मैले भने अब यसलाई एउटा क्याम्पेनकै रूपमा होइन, एउटा राज्यले नै त्यो एउटा क्याम्पेनको रूपमा, जस्तो म जापानको सन्दर्भमा मात्रै म भनिरहेको छैन, यो जति पनि यो बुद्धिस्ट पपुलेसन भएको एसिया मुलुकहरू छन्, ती मुलुकहरूमा जस्तो तपाईँको कोरिया भयो होइन, दक्षिण कोरिया भयो होइन, थाइल्यान्ड भयो होइन, अब बर्मा भयो, अरू विभिन्न देशहरू छन् नि जहाँ चाहिँ एउटा बुद्धिस्टहरूको चाहिँ नै बाहुल्यता भएको ठाउँहरूमा होइन, यसलाई एउटा नेपालले चाहिँ नै राज्यले नै एउटा क्याम्पेनको रूपमा होइन लान सक्यो भनेदेखि नेपालको टुरिज्ममा चाहिँ नि एउटा ठुलो आमूल परिवर्तन आउँछ भन्ने मलाई लाग्छ होइन। र यो विषयमा चाहिँ नि मतलब नेपाल सरकारले चाहिँ नि एउटा गम्भीर भएर योजना बनाउनु पर्छ भन्ने मलाई लाग्छ। यो विषयपछि अझै यता हो, हामी बितेको केही दिन यता नेपालबाट जापानमा आएका केही कामदारहरूसँग पनि साक्षात्कार गर्यौं। उनीहरूको भनाइमा नेपाली कामदारहरू जसरी यहाँ आइपुगेका छन् र यहाँ आइपुग्दा अझै पनि कतिपय इलिगल पनि रहेछन् होइन। यसरी समग्र नेपालबाट जापानमा आएका कामदारहरूको अवस्थालाई चाहिँ यहाँले कसरी राख्नुहुन्छ? कुनै पनि नेपालीहरू त्यस्तो कामदारको रूपमा चाहिँ नि जापानमा प्रवेश गरेको होइन। 2003 मा होइन, यो जापान सरकारको यो जिडको, जापान सरकार अन्तर्गतको एउटा जिडको भन्ने जापानी संस्था र नेपालको श्रम मन्त्रालयको बीचमा एउटा सम्झौता भएको रहेछ। त्यो भनेको एउटा इन्डस्ट्रियल ट्रेनिज वर्करहरू होइन, ट्रेनिज वर्करहरू होइन, प्रशिक्षार्थी कामदार, यसलाई भन्दाखेरि चाहिँ नि प्रशिक्षार्थी कामदारहरू जापानमा 3 वर्षको लागि चाहिँ नि ल्याउन सकिने त्यो सम्झौता। 2003 को कुरा, 2003 को कुरा, 2003 मा त्यो सम्झौता भएको। तर म यहाँ 2007 को नोभेम्बरमा म यहाँ आइपुगेँ एज ए एम्बेसडरको रूपमा होइन। र त्यसमा कुनै पनि मतलब एकजना पनि प्रशिक्षार्थी कामदारको रूपमा त्यो स्किम अन्तर्गत चाहिँ नै जापानमा आएको देखिएन। र जबकि अरू 14वटा मुलुकबाट चाहिँ नि यहाँ चाहिँ लाखौंको संख्यामा चाहिँ नि प्रशिक्षार्थी कामदारहरू आएर ती प्रशिक्षार्थी कामदारहरूले यहाँ जापानको चाहिँ नि ज्ञान, सिप र केही आर्थिक उपार्जन पनि गरेर त्यसको चाहिँ नि एउटा फाइदा लिइरहेको हैन। तर नेपालले त्यो चीज गुमाइरहेको पाएपछि त्यसमा मैले विशेष पहल गरेर त्यसलाई चाहिँ नि अहिले यो 2010 को फेब्रुअरीदेखि चाहिँ नि त्यसलाई एउटा मेटेरियलाइज गर्यो। त्यसलाई चाहिँ नि अब एउटा नेपाली प्रशिक्षार्थी कामदारहरू जापानमा प्रवेश गराउने कुरामा, भित्र्याउने कुरामा चाहिँ नि सुरु भयो। भनेको यहाँकै कार्यकालको यो पछिल्लो समय। हजुर हजुर हजुर। तिनीहरूले गरिराखेको ट्रेनिङ अवस्था कस्तो हो र तिनीहरू कतिको संख्यामा आउन सक्छन्, आउन सकिरहेका छन्? ओभरअल जहाँ नेपालीले हेरिरहनु भएको छ तपाईलाई, उनीहरूको लागि चाहिँ जापानमा नेपालबाट आएका कामदारहरूको अवस्था कस्तो छ? कामदारहरूको सन्दर्भमा अब अहिले त्यति धेरै संख्यामा त आइसकेको छैन हैन। हाम्रो राजदूतावासको रेकर्ड अनुसार चाहिँ नि करिब 1000 जना प्रशिक्षार्थी कामदारहरूको चाहिँ नि हामीले यहाँबाट एटेस्टेड गरेर पठाइसकेका छौं हैन श्रम मन्त्रालयमा।
हैन 1000 नेपाली अब अहिले आजको मितिसम्ममा हेर्दाखेरि चाहिँ नि 1000 अझ बढी देखिन्छ हैन अनि त्यसले गर्दा अब कतिजना आइसक्यो र त्यो आउने प्रक्रियामा छन् हैन अब यसको डिटेल चाहिँ नै छैन हामीसँग अहिले हैन किनभने त्यो जब अब कोही चाहिँ नि त्यहाँ अब अन्तर्वार्ताको प्रक्रियामा होला हैन कोही छनौट गर्ने प्रक्रियामा होला कोही भिजाको प्रक्रियामा होला हैन तर जति आएका छन् र अहिलेसम्म आएका मध्येमा चाहिँ नि अब यहाँहरूले पनि भेट्नुभयो होला हैन र मैले पनि सबभन्दा पहिला 6 जना हैन महिलाहरू उनीहरू चाहिँ नि यो सिलाइ सम्बन्धी चाहिँ नि प्रशिक्षार्थी कामदारको रूपमा एफएनसीसीआईले चाहिँ नि तोयामा भन्ने शहरमा चाहिँ नि पठाएको थियो हैन र ती बहिनीहरूलाई चाहिँ म आफैले नै भेटेको थिएँ हैन आजभन्दा 2 वर्ष अगाडि हैन र उनीहरूको त्यो काम त्यहाँ भएका सिकाइहरू यो सबैबाट उनीहरू चाहिँ नि एकदमै सन्तुष्ट मैले चाहिँ नि पाएको छु हैन र जापानमा अहिले त्यस्तो कुनै समस्याहरू देखिँदैन प्रशिक्षार्थी कामदारको लागि हैन तर समस्या आउँदैन भन्न पनि म सकिन्न किनभने समस्या नेपालमा भइराखेको छ कि भन्ने एउटा ठुलो प्रश्न चाहिँ नि अहिले समग्रमा जस्तो ट्रेनी कामदार र व्यावसायिक रूपले अथवा विद्यार्थीका रूपले सबै हिसाबले जापानमा रहेका नेपालीहरूको संख्या कति हो औसत अब 2010 को तथ्याङ्क अनुसार चाहिँ नि तपाईको करिब 15000 नेपाली हजुर 15000 नेपाली ती 15000 नेपाली चाहिँ के सम्म गर्छन् जस्तो ट्रेनी वर्कर्स एकातिर भए ट्रेनिज वर्करहरू त अब थोरै भए सीमित संख्यामा भए विद्यार्थीको रूपमा भए त्यसपछि अरु के अब त्यसपछि अब अरु चाहिँ नि जस्तो रेस्टुरेन्ट व्यवसायमा छन् हैन कतिपय चाहिँ नि तपाईको विद्यार्थीमा पनि दुईटा क्याटेगोरीमा छन् एउटा युनिभर्सिटीमा अध्ययन गरिरहेका र अब सरकारी स्कलरशिपमा चाहिँ आएका हैन र अर्को चाहिँ भाषा विद्यार्थीहरू भाषा सिक्न आएका विद्यार्थीहरू र भाषा सिक्न आएका विद्यार्थीहरूको संख्या चाहिँ नि निकै ठुलो पाइन्छ भनेको जस्तो नेपालबाट जापानमा आउने चाहिँ पहिलो वर्ग चाहिँ व्यवसाय उद्योग गर्ने आउने वर्ग भयो अर्को वर्ग ट्रेनी वर्कर्स भयो अर्को वर्ग विद्यार्थी भयो जो एकाडेमिक लागि आएको छ त्यसपछि अर्को चारौं वर्ग चाहिँ भाषा सिक्न आएका विद्यार्थी चारवटा कुक पेशामा आएका जस्तो रेस्टुरेन्टमा चाहिँ नि एउटा कुकको काम गर्ने भनेपछि 5 वर्गका नेपालीहरू छन् जापानमा ती 5 वर्गका नेपालीहरू जस्तो एम्बेसीसँग कतिको सम्पर्कमा रहन्छन् अथवा रहने गरेका छन् अब एम्बेसीसँग चाहिँ नि अब म आइसकेपछि चाहिँ नि मैले नेपालीहरू रहेका अधिकांश जापानको चाहिँ नि ठाउँहरूमा म पुगेँ र त्यहाँ मैले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग चाहिँ नि एउटा अन्तर्क्रियाहरू गरेँ एम्बेसीले पनि जति नेपालीहरू यहाँ बसेका छन् तिनीहरूलाई चाहिँ नि एउटा अभिभावकत्व दिनुपर्छ भन्ने त्यो अलिकति ग्याप भइरहेको जस्तो मैले महसुस गरेँ सुरुमा र त्यसपछि अनि मैले विभिन्न नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रमहरूलाई विकेन्द्रित पनि गर्यो जस्तो टोकियोबाट जस्तो दशैं अब सधैँ टोकियोमा मनाइरहने एउटा प्रचलन रहेछ त्यसलाई मैले अर्को ठाउँमा जस्तो ओसाकामा हामीले मनायौं जस्तो लोकतन्त्र दिवस गणतन्त्र दिवस हैन यस्तो विभिन्न राष्ट्रिय पर्वहरूलाई पनि त्यसलाई चाहिँ नि एउटा विकेन्द्रित गरेर हामीले त्यो भनेको नेपाली समुदायसँग मात्रै चाहिँ नि एउटा सम्बन्ध नेपाली राजदूतावासको सम्बन्ध विस्तार गर्ने होइन कि नेपाललाई माया गर्ने थुप्रै चाहिँ नि मतलब जापानिज नागरिकहरू हैन जो नेपालमा आफ्नै ढंगले चाहिँ नि संस्थागत रूपमा व्यक्तिगत रूपमा नेपालको चाहिँ नि अत्यन्त विकट कुना काप्चामा गएर हैन कर्णालीका ती गाउँहरूमा हैन तपाई पाल्पाको चाहिँ नि ती विकट गाउँहरूमा मुस्ताङका विकट गाउँहरूमा हैन गएर चाहिँ नि तराईका चाहिँ नि ती एउटा विकट ठाउँहरूमा गएर हैन एउटा
विपन्न समुदायको बीचमा चाहिँ नि काम गरिरहेका जापानिजहरू टोकियोमा मात्रै त छैन, टोकियो बाहिर पनि यस्ता थुप्रै नेपाललाई माया गर्ने ती जापानिज हरूसँग जस्तै अब प्रोफेसरहरू भयो होइन, एउटा एकाडेमिक सेक्टरका मान्छेहरू, उहाँहरूसँग पनि एउटा सम्बन्ध चाहिँ नि अझ विस्तार गर्ने हिसाबले चाहिँ त्यो विकेन्द्रीकृत प्रोग्राम त्यो गरिसकेपछि चाहिँ त्यसले एउटा खालको चाहिँ नि नेपाली राजदूतावास र नेपाली समुदायहरूको बीचको सम्बन्ध चाहिँ नि म चाहिँ नि एउटा राम्रो त्यसको चाहिँ नि इम्प्याक्ट परेको जस्तो मलाई चाहिँ महसुस भएको छ। अब अलिकति कूटनीतिक मर्यादाको कुरा गरौँ। नेपालको कूटनीतिक मर्यादाको स्तर कस्तो छ र जापानको कूटनीतिक मर्यादाको स्तर कस्तो छ? हामी कस्तो प्रवृत्तिमा हुर्किरहेका छौँ र जापान कस्तो प्रवृत्तिमा हुर्किरहेको छ? मेरो यो 4 वर्षको एउटा अनुभवमा चाहिँ नि नेपालको यो अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति र त्यसका संरचनाहरूमा चाहिँ नि हामीले पुनर्मूल्याङ्कन चाहिँ नि गर्नुपर्छ भन्ने मलाई चाहिँ नि लाग्छ। बितेको 4 वर्षमा एउटा दूतले देखेको जापान। सपना आकाशमा उड्ने, चाहना शिखरलाई चुम्ने। Be an international and domestic air hostess. New admission open. Contact us. AMI Flying Institute, New Plaza, Putali Sarak, Kathmandu. Phone number 0144244933. Chaya, Poto, 24. Oh God. जबदेखि मैले रोज फेस सोप प्रयोग गरे सब गायब। अनुहारको सुन्दरताको लागि रोज फेस सोप। हुलासका रंगीन तथा सादा जस्ता पाता, घाम पानीबाट सुरक्षा, बढी खिया प्रतिरोधी, आदि हुरीमा पनि टिकाउ, हिउँ असिनाले कुनै असर नगर्ने। हुलास भए अरु किन खोज्ने? ड्युरोफ्लेक्स म्याट्रेस कुनै प्रकारको जोड बिना तयार गरिएको, तपाईको स्वास्थ्यको लागि उपयुक्त, अत्याधुनिक कम्प्युटर प्रविधिद्वारा नेपालकै सबैभन्दा ठूलो लुम्बिनी क्वार इन्डस्ट्रिजद्वारा निर्मित। घरैमा लगी आनन्द लिनुहोस्। ड्युरोफ्लेक्स म्याट्रेस। हिपको जिआई पाइप अत्याधिक भरपर्दो, धेरै तौल भएको, खिया नलाग्ने र वर्षौं टिक्ने। सबैको लागि खाने पानी, पानीको लागि हिपको जिआई पाइप। हुलास भए अरु किन खोज्ने? अमानी पिर आइसक्यो खती प्रयोग गरी हजुर हेर्नुहोस् एकचोटि। केश झर्न रोक्छ हजुर, मुहार सफा राख्छ, कालो छाला गोरो हुन्छ, सुन्दरता बढ्छ। फुस्रो कालो हुने दिन गइसक्यो, बजारैमा हजुर ओखती आइसक्यो। बितेको 4 वर्षमा एउटा दूतले देखेको जापान। जापान र नेपाल बीचकै सम्बन्धलाई अलिकति निचोडतिर लैजाउँ, निष्कर्षतिर। हामीले जापानसँग नेपालले लिनुपर्ने अब फाइदा अथवा उपलब्धिका कुराहरू पनि धेरै होलान्, जो यहाँले यहाँ बसेर देख्नुभयो। विकासको चरणदेखि सबै हिसाबले उताबाट पनि नेपालीहरूले जापानलाई धेरै पटक धन्यवाद दिएका छन् कि पहिलो पटक देशमा 6 लेनको सडक बन्यो। उनीहरू अत्यन्त खुसी पनि छन् नेपाली। यो सबै हिसाबले हेर्दा जापान र नेपाल बीचको सम्बन्धलाई अझ बलियो बनाएर एकले अर्कालाई लिने दिन सक्ने सरसहयोग उपलब्धिहरू यहाँले के पोइन्ट आउट गर्नुभएको छ? नेपाली जनताले चाहेको चाहिँ नि संविधान चाहिँ नि त्यो आओस् भनेर त्यसमा चाहिँ नि जापानको चाहिँ नि धेरै ठुलो कन्ट्रिब्युसन चाहिँ नि पाइन्छ। त्यसमा जस्तो अब हाम्रो सभासदज्यूहरूलाई चाहिँ नि यहाँ पटक पटक चाहिँ नि समूहगत रूपमा चाहिँ नि भ्रमणहरू गरायो। यहाँ जापानको संविधान हैन, जापानको चाहिँ नि एउटा गभर्नेन्स सिस्टमहरू हैन, इलेक्सन सिस्टमहरूको बारेमा चाहिँ नि हैन, यी कुराहरूमा चाहिँ नि एउटा जापानबाट त्यो कुराहरू सिक्न सकोस् हैन। अब उपयुक्त हुने नेपाललाई चाहिँ नि नेपालको सन्दर्भमा उपयुक्त हुने कुराहरूलाई चाहिँ नि नयाँ संविधानमा चाहिँ नि त्यसलाई चाहिँ नि राख्न सकियोस् भनेर यसरी जापानले नेपालको समग्रमा भन्दा एउटा लोकतान्त्रिक जुन
हामीले एउटा पद्धति चाहिँ जुन हासिल गर्यो त्यसलाई एउटा संस्थागत गर्ने कुराहरूमा पनि जापानको एउटा यो 4 वर्षमा ठुलो महत्त्वपूर्ण भूमिका चाहिँ नि रहेको छ। जस्तो यो शान्ति प्रक्रियाको कुरामा अन्मिनको कुरामा जापानको चाहिँ नि ठुलो कन्ट्रिब्युसन छ हैन। यहाँ जापानबाट चाहिँ नि मतलब एउटा टिमै त्यहाँ निरन्तर रूपमा चाहिँ नि त्यो खटाएको छ। आर्थिक रूपमा पनि त्यसमा चाहिँ नि जापानको ठुलो सहयोग रहेको छ। र जस्तो संविधान सभाको निर्वाचन सम्पन्न भएको बेलामा चाहिँ नि यहाँबाट एउटा ठुलो संख्यामा चाहिँ नि जापानिज पार्लियामेन्ट्रियनहरू जापानका चाहिँ नि मतलब एउटा बौद्धिक व्यक्तित्वहरूको त्यस्तो ठुलो समूह चाहिँ नि एउटा अब्जर्भेसन टुरको रूपमा चाहिँ नि संविधान सभाको निर्वाचनको ताका चाहिँ नि जानुभयो हैन। र त्यो संविधान सभाको निर्वाचनको लागि पनि एउटा भौतिक सामग्रीहरूको कुरामा जापानले ठुलो सहयोग गर्यो। जस्तो तपाईले 6 लेनको जुन सडक भन्नुभयो त्यो पनि मतलब त्यो सम्पन्न भयो। दिगो एउटा सरकार चाहिँ नि बनोस् हैन। र त्यसले एउटा नेपालको चाहिँ नि एउटा आर्थिक क्रान्तिको लागि चाहिँ नि एउटा योजना चाहिँ नि भन्नुस् त्यो योजनामा जापान सरकार चाहिँ नि एकदम खुसी साथ जापान सरकार र जापानी जनताहरू सदा चाहिँ नि नेपालको त्यो विकासको लागि चाहिँ नि उहाँहरू सहयोगी हुन्छ भन्ने कुरामा मलाई 100% म विश्वस्त छु। जापान बसाइको यो बुझाइ यहाँको। हजुर हजुर। अन्त्यमा जस्तो यो 4 वर्षको झन्डै 4 वर्षको समयावधि अनि जापानी नागरिकहरूसँग जापानको राजनीतिसँग जापानको विकाससँग सँगै रहेको यहाँको जुन घुलमिल र नेपालमा रहेका नेपालीहरू जसले यहाँलाई टेलिभिजन हेरिरहनु भएको छ उहाँहरूका प्रति के भन्नुहुन्छ? दुई देशीय सम्बन्ध अथवा विकासको आदान प्रदान अथवा यहाँका मानिसहरूको मान्यता सिद्धान्त यहाँको व्यवस्था पद्धति नेपालको पद्धति आमूल फरक भएको यो दुईटा स्थितिलाई यहाँले अन्तिममा के भन्नुहुन्छ? म के भन्न चाहन्छु भने मैले जति पनि जापानिज मित्रहरू जापानिज नागरिकहरू जो नेपाल एकपटक गएर फर्किसकेका हैन उहाँहरूको प्रतिक्रिया के छ भने नेपाली जनताले हैन एउटा त्यो उहाँहरूको जीवनमै एउटा सधैँ चाहिँ एउटा अविस्मरणीय रहने हैन नेपालीहरूको त्यो एउटा हस्पिटालिटी हैन नेपालीहरूले दिने त्यो एउटा माया अतिथि सत्कार हैन अनि नेपालीहरूको चाहिँ नि त्यो एउटा हसिलो मुहार हैन र नेपालीहरूको बीचमा चाहिँ नि जुन एउटा हार्मोनी आफैमा पनि नेपाल चाहिँ नि एउटा विविध जात जातिहरू भएको विविध संस्कृतिहरू भएको हैन यस्तो मुलुक तर यस्तो एउटा समाज हैन त्यो त्यसबाट चाहिँ नि जापानिज मित्रहरू जो नेपाल गएर आइसकेपछि चाहिँ नि नेपालको एकदमै चाहिँ नि फ्यान भइदिन्छन् हैन। नेपाललाई कसरी सहयोग गरौँ के सहयोग गरौँ भन्ने उहाँहरूमा एक खालको त्यो एउटा उत्प्रेरणा चाहिँ नि जागेर आउनु भएको मैले देखेको छु हैन। त्यसैले म के भन्न चाहन्छु भने त्यो एउटा नेपालीहरूको एउटा जुन मूल्य मान्यता हो हैन एउटा हाम्रो एउटा पाहुनाहरूलाई जुन सत्कार गर्ने हाम्रो जुन एउटा संस्कृति हो हैन त्यसबाट चाहिँ नि जापानका नागरिकहरू हैन चाहिँ नि अत्यन्त चाहिँ नि प्रभावित छन् हैन र त्यो हाम्रो संस्कृतिलाई हामीले निरन्तरता दिउँ हैन र जति पनि मतलब जापानबाट गएका जापानिज मित्रहरूलाई चाहिँ नि त्यस्तै एउटा हार्दिकता पूर्वक चाहिँ नि उहाँहरूलाई हामीले हाम्रो जुन पुर्खादेखि नै जुन एउटा हामी आफ्नो अतिथिहरूलाई जुन एउटा संस्कार गर्ने हैन जुन छ हैन त्यसलाई हामी नबिर्सौँ त्यसलाई निरन्तरता दिउँ हैन। त्यसले चाहिँ नि के हुन्छ भने यो एउटा जनस्तरको जुन सम्बन्ध हो मैले अघि सुरुमा भने त्यो यति त्यो प्रगाढ पाएको छ हैन। त्यसैले जापानिज जनताको तर्फबाट चाहिँ नि त्यो अत्यन्त उच्च मूल्याङ्कन त्यसको गरेका छन् हैन। नेपालीहरूबाट उहाँहरूले पाएको चाहिँ जुन सत्कार हैन जुन अतिथि का चाहिँ नि जुन तौर तरिकाहरू हैन त्यसलाई चाहिँ हामी कायम राखौँ। त्यो नै हाम्रो एउटा पहिचान बनेको छ हैन। हाम्रो त्यो संस्कृतिलाई चाहिँ नि हामीले चाहिँ नि निरन्तरता दिउँ
त्यसलाई हामी नबिर्सौँ होइन। र त्यसबाट चाहिँ नि हाम्रो यो दुई मुलुकको चाहिँ नि नागरिकको बीचको त्यो सम्बन्धले गर्दाखेरि चाहिँ नि दुईटा राष्ट्रकै बीचमा चाहिँ नि एउटा अझ सुमधुर बनाउनुको लागि, अझ त्यसलाई सुदृढ गराउनुको लागि चाहिँ नि मद्दत पुग्छ भन्ने मलाई लाग्छ। हस्, समय दिनुभयो यहाँलाई धन्यवाद। तपाईँले पनि मलाई यो आफ्नो केही अनुभवहरू सुनाउने मौका दिनुभयो, त्यसको लागि प्रेमजी धन्यवाद। जापानले नेपाललाई दिन चाहेको विकास प्रशस्त छ। देशका हरेक क्षेत्रमा जापान नेपाललाई सहयोग गर्न चाहन्छ, विकास र सघाउ पुर्याउन चाहन्छ, नेपालको शान्ति र समृद्धिका निम्ति हरेक समय। तर नेपालले यसलाई सदुपयोग गर्न सकिराखेको छैन। यसका अवयवहरू, यसका राजनीतिक कारणहरू धेरै होलान्, तर नेपालले यो सम्झिनुपर्छ। आज हामी टोकियोबाट यो कार्यक्रम प्रसारण गर्दा भनिरहेका छौँ कि जापानको समृद्धि, जापानको व्यवस्था र विधि, जापानले आफूलाई उपलब्धिमा जुन उचाइमा पुर्याएको छ त्यो उचाइसँग नेपालले सिक्नुपर्छ र नेपालसँग शरण परिएको होइन, यसको अर्थ सहयोग र मित्रतापूर्ण आदान प्रदानका लागि देशले देशसँग सम्बन्ध प्रगाढ बनाउन सक्नुपर्छ। यो भयो भने देशको समृद्धिका लागि, नेपालको विकासका लागि र उन्नतिका लागि पनि एउटा ठूलो बाटो र ढोका उग्रिने थियो। र आम नेपाली जसले आफ्नो सद्भाव र आतिथ्य सत्कारमा आफ्नो परिचय दिएका छन् जापानी नागरिकलाई, या गौतम बुद्धको परिचय छ नेपालको जापानमा, यी परिचयहरूलाई हामीले कायम राखेर अझ फैलाउन सक्यो भने देश समृद्ध बनाउनका निम्ति जापान जस्तो सहृदय अर्को मुलुकले नेपाललाई पनि धेरै सघाउ पुर्याउन सक्छ। करिब करिब आजको कार्यक्रमको सन्देश यही नै र यसै यो संवाद यहीँ सकिन्छ। हामीलाई बिदा दिनुहोस्। नमस्कार। बितेको 4 वर्षमा एउटा दूतले देखेको जापान। जापानको टोकियोमा गरिएको संवाद राजदूत डाक्टर गणेश योन्जनसँगको।